हेलो गाइस, मान्छे भने मान्छे हुन्छ, जे भने होइन। मान्छे भने मान्छे हुन्छ, जहाँ भिडियो गरौँ त्यहीँ हुन्छ होइन। आज चाहिँ मैले यत्तिकै भिडियो गरी एउटा चिज हो उयसमा एउटा चिज देखाउन आँटेको। लाइफमा फुल पौधा मान्छेले लगाएपछि पो मान्छे हुन्छ होइन। जस्तो कि मान्छेले एउटा चिज पौधा लगाए, पौधा हेरौँ ठुलो भयो, फुल फुल्नु थाल्यो है। त्यस्तै यहाँबाट डाउन लागेपछि पौधाहरू सबै चिज हुन्छ होइन। त्यही त मान्छेको करम। एउटा चिज भन्छ मान्छेको करम, एउटा धरम। मान्छेको दुइटै चिज मात्रै मान्छेको हुन्छ है, अरू त केही पनि हुन्न। ल हेर्नु, यहाँबाट हेर्नु यहाँ तक अझै त गार्डनहरू त सबै छ, त्यही पनि एउटा सानो सानो चिजहरू देखाउन चाहन्छु। अनि भन्नाले यति सानो फुल त मुस्कुराएर फुलिरहेछ भने यति सानो सानो यहाँ हेर्नु होला। अझै पनि नि अझै पनि देखाउँछु सानो ठुलो फुलहरू मुस्कुराएर फुलिरहेको छ। मान्छेको करम र एउटा मान्छेको धरम, त्यति मात्रै हुन्छ। यहाँ हेर्नु होला, यो त मैले अङ्गालोमा लिँदा हुन्छ। किन राम्रो लाग्यो? यो त अङ्गालोमा लिँदा हुन्छ। त्यही मान्छे जहाँ पनि राम्रो हुनु। यो पनि एउटा, यो भयो अलिक पिङ्क कलरको छ है, हेरौँ यो पनि अङ्गालोमा लिँदा हुन्छ नि। यसै अझै यो सेम, यो पनि ठुलो छ नि। यस्तो गर्दा यसरी हातमा आउँछ। अझै पनि एउटा छ है, यो त बहुत ठुलो छ। हेर्नु निचैबाट लिएर यति माथि तकबाट आएको छ। झन् यो त झन् ठुलो। यहाँ हेर्नु, पौधाले त आफ्नो उयो छोडेको छैन। मान्छेले चाहिँ आफ्नो समय किन छोड्नु? आफ्नो समयमा काम गर्नुपर्छ, आफ्नो समयमा उयो गर्नुपर्छ, काममा जानुपर्छ, हो कि होइन? त्यहीबाट त उयो हुन्छ। अब चाहिँ भयो गाइस, यतिमै आजको भिडियो ब्लग बन्द गरौँ होला। यतिमै सानो सानो भिडियो एउटा बनाएको थिएँ, त्यतिको लागि। ल त आजको लागि गुड नाइट, बाई बाई गर्नु पर्यो होला नि त नि। ल त बाई बाई गुड नाइट। एउटा फुलको सामने आएरै भनेको बाई बाई गुड नाइट। यहाँनिर वाइट छ, यहाँनिर चाहिँ छ पिङ्क कलरको छ। पिङ्क त्यति पिङ्क कलरको पनि होइन, त्यही पनि। ल बाई बाई गुड नाइट, जय हिन्द।